सबैजनालाई यहाँलाई फेरि स्वागत छ मेरो युट्युब च्यानलमा। आज चाहिँ यो हाम्रो गार्डनिङ सिरिजको एपिसोड 2 र आज म हजुरहरूलाई के अब हाम्रो गार्डनिङ गर्दाखेरि चाहिँ हामीलाई के न्युट्रिसनहरू चाहिन्छ त्यस विषयमा आज यो भिडियोमा बताउने छु। सबैभन्दा पहिला हामीलाई मलको रूपमा चाहिन्छ यो भर्मी कम्पोस्ट। यो भर्मी कम्पोस्टमा चाहिँ धेरैवटा न्युट्रिसन हुन्छ क्या, एनपिकेदेखि लिएर अरू न्युट्रिएन्टहरू पनि हुने भएको हुनाले चाहिँ यो एकदम धेरै आवश्यकता पर्छ। र हामीले यदि घरमा पनि बनाएको यदि कम्पोस्ट मूल छ, घरमा सागसब्जीहरू कुहाएर बनाएको कम्पोस्ट मूल छ भने पनि त्यसलाई प्रयोग गर्न मिल्छ। तर अझै राम्रो चाहिँ यो भर्मी कम्पोस्ट हुने भयो है। यो चाहिँ यो हाम्रो फर्स्ट आइटम र नर्मली यसको प्राइस चाहिँ केजीको 50 रुपियाँ हेरिकन हजुरले ठाउँ हेरिकन यो पाउन सक्नुहुन्छ है। र अर्को प्रोडक्ट रहेको छ निम केक पाउडर। यो चाहिँ हो निमको धुलो। यसले चाहिँ निमको धुलो हामीले किन हालिन्छ भन्दा एक त यसले एउटा न्युट्रिसनको पनि काम गर्छ, प्लस यसमा चाहिँ यो लगाइसकेपछि यो हालिसकेपछि बोट बिरुवामा किरा पनि रोगहरू किराहरू पनि एकदमै कम लाग्ने गर्छ कि। त्यसैले गर्दाखेरि चाहिँ यो निम केक पाउडर पनि हजुरहरूले हाल्न पर्छ। यो यसको प्राइस चाहिँ नर्मल्ली मार्केटहरूमा 200 रुपियाँ किलोको आसपासमा पर्न जानेछ। त्यसै गरी अर्को र सबैभन्दा इम्पोर्टेन्ट भनेको यो चाहिँ हो हड्डीको धुलो बोन मिल पाउडर। यो चाहिँ किन आवश्यकता पर्छ भन्दा यसमा चाहिँ क्याल्सियम अनि फस्फरसहरू हुने भएको हुनाले चाहिँ फुल फुलाउनदेखि लिएर बिरुवाको ग्रोथ, बिरुवालाई स्ट्रङ बनाउन धेरैवटा कुरामा चाहिँ यो बोन मिल पाउडरको रोल रहेको हुन्छ। नर्मल्ली यसको प्राइस पनि 100 देखि 150 हजुरहरूले पाउन सक्नुहुन्छ है त। त्यसै गरी अर्को प्रोडक्ट छ यो बेबी स्टिल। यो चाहिँ एक प्रकारको यो ढुसीनाशक हो। अब यसको ठाउँमा हजुरले साफ पनि युज गर्न सक्नुहुन्छ। दुईटा मध्ये जुन पनि प्रयोग गर्न मिल्यो। यो यसले चाहिँ हामीले जब माटो तयारी गर्छौँ तब सँगसँगै मोलेर हामीले चाहिँ त्यही माटोमा यसले हालिदिन सक्छौँ। यो हालिसकेपछि चाहिँ माटोमा भएको पुरानो ढुसीहरू रोगहरू चाहिँ यसले केही मात्रामा कम गर्छ र बिरुवाहरूमा ढुसी लाग्नबाट बचाउने गर्छ। र नर्मली यसको प्राइस चाहिँ 100 ग्रामको 150 देखि 200 को आसपासमा पर्छ है त। र त्यसै गरी अर्को प्रोडक्ट छ यो चाहिँ हो इएम अथवा जैविक आइपी लिक्विड पनि भनेर भनेको हुन्छ। यो चाहिँ एउटा अर्ग्यानिक लिक्विड हो र यसमा के हुन्छ भन्दा यो चाहिँ ब्याक्टेरिया हेल्दी ब्याक्टेरियाहरू हुन्छ कि यसभित्र चाहिँ। र हामीले चाहिँ अब केही लगाउँदै तरकारीमा होस् या मोल कुहाउनलाई होस्, हामीले चाहिँ यसलाई चाहिँ एउटा तरकारीमा चाहिँ मोलको रूपमै पनि पानीमा घोलेर प्रयोग गर्न मिल्यो। अथवा चाहिँ हामीले गडोली के हामीले चाहिँ कम्पोस्ट मोलहरू बनाउँदैछौँ भने चाहिँ त्यसमा हाल्नुभयो भने चाहिँ यसले चाहिँ त्यो मोललाई पनि छिटो कुहाउने भयो र मोलको क्वालिटी पनि बढाउने भयो र गन्ध आउने भुसुना लाउने कुराहरूमा पनि कम गर्ने भयो। यो चाहिँ नर्मली 1 लिटरको प्राइस 130 रुपियाँदेखि 150 रुपियाँ पर्न जान्छ है त। यो चाहिँ यो एकदम बेसिक न्युट्रिएन्टहरू हामीले चाहिँ माटो तयार गर्दाखेरि चाहिँ हाल्ने यो एकदमै बेसिक न्युट्रिएन्टहरू हजुरहरूले चाहिँ यो चाहिँ कम्पलसरी नै हाल्नुपर्छ। र यसमा चाहिँ अब क्रप अनुसार हामीले के लगाउँदैछौँ त्यही अनुसार डिफ्रेन्ट न्युट्रिसन अरू पनि एड गर्नुपर्छ। हस्, थ्याङ्क यू। हजुरहरूलाई यो भिडियो मनपर्छ भने मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला र एपिसोड 3 को वेट गरिदिनु होला।